तपाईं कल्पना गर्न सक्नुहुन्छ एक नेपालीले चीनमा गएर यस्तो स्तूप बनाउन सक्छ जो 700 वर्षपछि पनि उभिरहोस्। धेरै पहिले काठमाडौँ उपत्यकामा बलबाहु नामको एक प्रतिभाशाली मानिसको जन्म भयो। पछि उसलाई संसारले अरिनीको भनेर चिन्यो। अरू बच्चाहरू खेल्दा बलबाहु मन्दिर, स्तूप र मूर्तिहरू निहालेर हेर्थे। उनी चित्र कोर्थे, मूर्ति बनाउँथे र दिनदिनै आफ्नो सिप निखार्दै जान्थे। उनको हातमा पर्दा माटो पनि कलामा बदलिन्थ्यो। सन् 1260 एउटा ऐतिहासिक निर्णय भयो। नेपालको राजाले बलबाहुलाई तिब्बतको राजाको निमन्त्रणामा सुनको स्तूप बनाउन तिब्बत पठाए। त्यो सानो यात्रा थिएन। त्यतिबेला उनी केवल 17 वर्षका मात्र थिए। तर पनि उनले आफ्नो टोलीको नेतृत्व गर्दै त्यहाँ गए र त्यो स्तूप बनाए। अनि त्यो यात्रा नै उनको भाग्यको ढोका बन्यो। पछि चीनका महान सम्राट कुब्लै खानको कानमा नेपालको एक असाधारण किशोर कलाकारको चर्चा पुग्यो। कुब्लै खानले आदेश दिए, उनलाई बेइजिङ ल्याइयोस्। तर सम्राट सन्देहमा थिए। यति ठूलो काम यति कम उमेरको कलाकारले गर्न सक्छ? त्यसैले उनले सिधै ठूलो जिम्मेवारी दिएनन्। पहिला सानो परीक्षा। अरिनिकोले एउटा सेतो हात्तीको मूर्ति बनाए। यति जीवन्त मानव अब हिँड्ला जस्तो। पुराना भत्किएका मूर्तिहरू उनले नयाँ जीवन दिए। टुटेको कलालाई पुनर्जीवित गरे। सम्राट चकित भए। अब कुब्लै खानले विश्वास गरे र उनले त्यो ऐतिहासिक जिम्मेवारी सुम्पिए। बेइजिङको सेतो स्तूप पाइथा, व्हाइट पगोडा। सन् 1271 देखि 1279 सम्म 8 वर्ष अरिनिकोले दिनरात एक गरे। नेपाली स्थापत्य, नेपाली अनुपात, नेपाली आत्मा सबैलाई उनले चिनिया भूमिमा उभ्याए। जब स्तूप पूरा भयो, सेतो स्तूप आकाश छुने गरी उभिएको थियो। सम्राट कुब्लै खान मुस्कुराए। यो केवल भवन होइन, उनले भने, यो अमर कला हो। अरिनिको ल्याङकुओ गोङग्यानी ल्याङका राजाको उपाधिबाट सम्मानित भए। आज पनि बेइजिङको त्यो सेतो स्तूप उभिएको छ, 700 वर्षपछि पनि। र अरिनिकोको कथा हामीलाई भन्छ, ठूला काम गर्न उमेरले होइन, सपना र साहसले निर्णय गर्छ।